नमस्ते साथीहरू। आज म हजुरलाई हाम्रो भान्सामा सधैँ पाक्ने सोयाबिनको बारेमा बताउँछु। यसका फाइदा र खाने सही तरिकाको बारेमा सिकाउँदैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला है। पहिलो कुरा, यसमा मासु वा अन्डामा भन्दा पनि धेरै प्रोटिन पाइन्छ, जसले मांसपेशी बलियो बनाउँछ, शरीरको कमजोरी हटाउँछ अनि मुटु स्वास्थ्य राख्न र शरीरको खराब कोलेस्ट्रोल घटाउन पनि मद्दत गर्दछ। त्यस्तै सोयाबिनमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले पाचन प्रक्रिया राम्रो बनाउँछ र मोटोपना घटाउन पनि ठुलो मद्दत गर्दछ। साथै यसले हड्डीलाई पनि मजाले बलियो बनाउँछ। अब जानौँ यसलाई खाने सही तरिका। यसलाई तेलमा भुटेर फ्राई गरेर नखानुहोस्, जसले गर्दा पौष्टिक तत्त्व नष्ट हुन्छ। खानु अघि सधैँ 10-15 मिनट तातो पानीमा भिजाउनुहोस् र त्यसमा निस्किने त्यो सेतो फिँच हुन्छ, मजाले निचोरेर फाल्नुहोस् र तरकारी वा सुप बनाएर खानुहोस्। तर एउटा कुरा याद राख्नुहोस्, थाइराइडको समस्या भएका र युरिक एसिड भएका मानिसहरूले नखानुहोला र साधारण मानिसहरूले पनि ठिक्क मात्रामा खानुहोला। भिडियो सेयर गर्नुहोला अनि फलो गर्न नभुल्नुहोला। धन्यवाद।